हेलो गाइज, वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। अब सबैजना सन्चै हुन्छ होला। यति धेरै भएर हामी चाहिँ आज तिजु खान जान लागेको। भाइहरू रुगा चढाइ यति धेरै तिजु पनि टिपेर ल्याए। तिजु खाएपछि हामी होइसेलु खान गयौँ। यता भने रेखा बहिनीले टिप्दै थिइन् भने यता एलिजा बहिनीले टिप्दै थिइन्। कस्तो राम्रोसँग फलेको थियो प्याले। यता फेरि मैले पनि टिप्न लागेँ। यो चाहिँ मौसम अनुसार प्रकृतिले दिएको एउटा फल हो। यति धेरै टिप्यौँ हामीले चाहिँ टिन्टीले कान फाँदा गराएर हामी चाहिँ घरतर्फ लाग्यौँ। घर आएर हेर्छु भन्दा त मम्मीले र पापाले यस्तो केले धार लिप्दै हुनुहुन्थ्यो। के हो मम्मी, यो के गर्न लाउनु भएको भनेर सोधेको त यसरी खोलीले दार लिप्यो भने किराले काट्दैन, किरो लाग्दैन भन्नु भयो मम्मीले र पापाले भने दार लिप्दै हुनुहुन्थ्यो। कस्तो राम्रोसँग लिप्नु भएको बाबाले चाहिँ। अब पेट पूजा गर्नु पर्यो भनेर छोलेर पुरी निकालेर मैले चाहिँ खानातर्फ लाएँ। वन जङ्गल डुल्दाखेरि चाहिँ भोक लागेको थियो, आएर चाहिँ गमगम्ती खाएँ। यता भने मामाले माथिका मुड्का बसाल्दै हुनुहुन्थ्यो। हस्त गाइस, आजलाई यति नै। भिडियो मन पर्यो लाइक कमेन्ट गर्न नबिर्सिनु।